मिनासान कोनिचिवा म अनिसा आचार्य जापानिज भाषाका शिक्षक यहाँहरूले चिन्नु नै हुन्छ। धेरै विद्यार्थीले चाहिँ मलाई सर यो डे पार्टिकल्स कहाँ प्रयोग गर्ने, कसरी प्रयोग गर्ने, यसको बारेमा केही सिकाइदिनुस् न भनेर भनिरहनु भएको हुन्छ, मेसेजहरू गरिरहनु भएको हुन्छ र यो विशेष भिडियो उहाँको लागि बनाउन गइरहेको छु। यहाँले अन्तिमसम्म हेरेर साथ दिनु होला। पक्कै पनि यहाँलाई अवश्य काम लाग्छ भन्ने आशा अपेक्षाका साथ यो भिडियो बनाउन गइरहेको छु। अन्त्यसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। र जेओसी भनेको अव्यय पार्टिकल्स। अब यो डे पार्टिकल्स चाहिँ कस्तो अवस्थामा र कहाँ प्रयोग गर्ने भन्ने बारेमा यहाँहरूलाई म सिकाउन गइरहेको छु। हेर्दै जानु होला है त। डे पार्टिकल्सको अर्थ चाहिँ के हुन्छ त? मा, बाट, द्वारा, ले अनि अर्को एउटा यहाँ कै भन्ने पनि छ। यो कै भन्ने चाहिँ कतिले पहिलोचोटि पनि सुन्न सक्नुभएको हुन्छ, कतिले नसुनेको पनि हुन्छ। त्यही भएर मैले यहाँ अहिले यसको बारेमा पनि बताउँदै जानेछु। यहाँले हेर्दै जानु होला, ध्यान दिएर पढ्दै जानु होला भन्न चाहन्छु। र डे पार्टिकल्सले चाहिँ के को काम गर्दछ भन्दाखेरि जहिले पनि माध्यमको काम गर्दछ। अब कस्तो माध्यमको काम गर्दछ भन्ने कुरा चाहिँ अब हामी हेर्दै जाउँ ल। भेकल्स दे इकिमास, किमास, खाइरिमास भनेर भनेको छ। भेकल्स भनेको सवारी साधन। अब कुनै पनि सवारी साधन, देको अर्थ बाट र मा, इकिमास भनेको जान्छु, किमास भनेको आउँछु, खाइरिमास भनेको कुनै ठाउँमा गइसकेपछि फर्केर आइन्छ भने के भनिँदो रहेछ? खाइरिमास भनेर भनिँदो रहेछ। अब हेर्नु त यसलाई कसरी बनाउने त भन्दाखेरि बासुदे, बासुदे भनेको बसबाट, इकिमास भनेको जान्छु, बसबाट जान्छु, कुनै ठाउँ जानु पर्यो हैन त। त्यस्तै गरी अब हेरौँ जितेन्स्यादे खाइरिमास, म साइकलबाट फर्किन्छु। यो बसको ठाउँमा चाहिँ जितेन्स्या हालेर पनि यहाँहरूले के गर्न सक्नुहुन्छ? बनाउन सक्नुहुन्छ। त्यस्तै गरी डेन्स्यादे, अब डेन्स्या भनेको ट्रेन हैन त। डेन्स्या दे ट्रेनबाट, उचिए, उचिए भनेको घरतिर, खाइरिमास भनेको फर्कन्छु, कुनै ठाउँबाट अब फर्किनुपर्छ, लामो समय लाग्छ, ट्याक्सीबाट महँगो पर्छ, म ट्रेनबाट फर्किन्छु भनेको पनि हामीले सुनिरहेको हुन्छौँ हैन। त्यस्तो बेला चाहिँ कसरी बोल्नु पर्यो त? डेन्स्यादे उचिए खाइरिमास भनेर के भन्नु पर्यो त? हामीले भन्नु पर्यो। त्यस्तै गरी अर्को 2 नम्बरमा के छ भन्दाखेरि प्लेस दे भब भनेर यहाँ लेखेको छ है। अब यसको अर्थ के भन्दा प्लेस भनेको कुनै स्थान, ठाउँ, दे कारण, भब क्रिया। अब के हो त हेर्दै जाउँ ल। निहोन दे खाइमास भनेको छ। निहोन भनेको ठाउँ, जापान हैन त। दे भनेको मा, जापानमा, खाइमास भनेको किन्छु। अब जापान लाग्ने भिसा आइगयो, अब जापान गइहाल्छु, म भिसा लाग्न आँटेको, अब नेपालमा के किन्नु, म त जापानमै किन्छु। हामी बोलिरहन्छौँ है। त्यो कसरी बोलाउँछ भन्दाखेरि निहोन दे खाइमास, म जापानमै किन्छु, किन नेपालमा किन्नु, म त जापान जाँदैछु त हैन। त्यो बेलामा पनि यो प्याटर्न हामी के गर्न सक्छौँ? प्रयोग गर्न सक्छौँ। त्यस्तै गरी अब हामी जापान गइसक्यौँ है। अब जापान गइसक्यो, हामीले डिपार्टमेन्ट स्टोर भनेर त बुकतिर सुनिरहेको हुन्छ नि। अब जापानमा गएर हामीले डिपार्टमेन्ट स्टोरमा किन्छौँ, कसरी बनाउनु हेरौँ ल। देपातो दे भनेको डिपार्टमेन्ट स्टोरबाट। अब के गर्छ त? गिउन्यु भन्छ दुधलाई है। मिल्कलाई के भन्दो रहेछ त? गिउन्यु। अर्को काताका नाममा पनि लेखिन्छ, मिरिक्कु पनि भन्छ ल, मिरिक्कु पनि भन्छ। र अर्को हिरागानाबाट गिउन्यु पनि भन्छ। गिउन्यु हो खाइमास्ता भनेको डिपार्टमेन्ट स्टोरबाट दुध किने भनेर पनि हामीले के गर्न सक्छौँ? बनाउन सक्छौँ। त्यसै गरी अब 3 नम्बरमा जाउँ। 3 नम्बरमा के छ भन्दा टुल्स दे भब भनेको छ। अब के हो त भन्दाखेरि टुल्स भनेको औजार अथवा कुनै साधन। अब त्यो भनेको त्यसले अथवा त्यो द्वारा, त्यो बाट हैन त। भब भनेको क्रिया। अब कुनै औजारबाट यस्तो काम गर्छु भनेर बनाउनु पर्यो। कसरी बनाउने त भन्दाखेरि हासामी, हासामी भनेको थाहा छ? हासामी भनेको कैँची है त। अब कैँची दे भनेको कैँचीले है त। कैँचीले चाहिँ के गर्छ त? खामी भनेको पेपर हो, किरिमास भनेको काट्छु। कैँचीले के गर्ने त? खामी हो, किरिमास पेपर काट्छु। कुरा बुझ्नुभयो? त्यसै गरी पासोकोन भनेको पर्सनल कम्प्युटर, हाम्रो ल्यापटपहरू यावत हैन। पासोकोन, अब दे भनेको बाट, पासोकोन दे एगाओ मिमास भनेको
कम्प्युटरबाट के गर्छु त म फिल्म हेर्छु। जिखाङ्गा नाइदेश समय छैन, अब हामीलाई फिल्महरू गरेर हेर्न समय नै छैन। त्यसैले गर्दा म के गर्छु त जीवनले पाछो पुग्दै एगाओ मिमास भनेको म आफै घरबाट के गर्दै त अब पाछो पुग्दै एगाओ मिमास मुभी हेर्ने हैन त। त्यस्तो बेलामा पनि यो प्रयोग गर्न सकिन्छ। त्यसै गरी अब अर्को जाउँ 4 नम्बरमा ल्याङ्ग्वेज दे भर भनेछ। अब भाषासँग पनि दे र देको कुरा चलाउन सकिन्छ। कसरी सकिन्छ त भन्दाखेरि हेर्दैनौ निहोङ्गो दे जापानिज भाषाबाट जापान पढ्दैछौँ हैन त, जापान जानु छ, जापानिज भाषा पढिरहेछौँ। अब जापानिज भाषा पढिरहेको बेलामा के भन्ने त निहोङ्गो दे जापानिज भाषाबाट नामायो खाकिमास भनेको नाम लेख्छु। नामलाई के भन्छ नामाए, नामायो खाकिमास भनेको नाम लेख्छु। त्यस्तै गरी अब होइन म त अंग्रेजी भाषाबाट कसैले लेटर लेख्नु पर्छ हैन त, त्यो बेलामा त प्रयोग गर्नु पर्यो। कसरी प्रयोग गर्नु पर्यो हेरौँ ल। एगो दे, एगो भनेको अंग्रेजी भाषा, दे भनेको बाट, अंग्रेजी भाषाबाट। अब लेटरलाई त के भन्छ भन्ने पनि हुन्छ हैन त। लेटरलाई चाहिँ तेगामी भन्छ है। तेगामी ओ खाकिमास भनेको एगो दे तेगामी ओ खाकिमास। वतासी वा तोमोदाची नि म साथीलाई एगो दे अंग्रेजी भाषाबाट तेगामी ओ खाकिमास भनेको लेटर लेख्छु। अब उसले नेपाली पनि बुझ्दैन, जापानिज पनि बुझ्दैन भने त अब हाम्रो अन्तिम विकल्प के गर्नु पर्यो त भन्दाखेरि अंग्रेजी भाषा रह्यो नि त हैन। अंग्रेजी त उसले बुझ्छ। त्यसो हुँदा के गर्नुपर्छ एगो दे तेगामी ओ खाकिमास लेटर लेख्छु भनेर हामीले बनाउन सक्यो। त्यसै गरी अब दे, देको अर्थ कोही भन्ने हुन्छ हैन। कति यो कोही भन्ने चाहिँ कति स्टुडेन्टहरूले चाहिँ सुन्नु भएको पनि हुन्छ र नसुन्नु भएको पनि हुन्छ। यो पहिलोचोटि सुन्न पनि सक्नुहुन्छ हैन। तर अब हेरौँ कोहीको अर्थ के रहेछ त भन्ने हो। एभरेस्ट वा एभरेस्ट भनेको एभरेस्ट माउन्ट एभरेस्ट हैन त। एभरेस्ट वा सेखाई, सेखाई भनेको थाहा छ यहाँलाई, सेखाई भनेको विश्वकै हैन त, वर्ल्डकै सेखाई। दे भनेको कोही हेरौँ त, देले यहाँ के गर्छ सेखाई भनेको विश्व, देको अर्थ के भयो कोही, विश्वकै के भयो त इचिबान भनेको सबैभन्दा हैन त। इचिबान भनेको के रहेछ त सबैभन्दा, ताकाई भनेको अग्लो, सबैभन्दा के भयो त अग्लो, यामादेश भनेको हिमाल। एभरेस्ट चाहिँ के रहेछ त विश्वकै सबैभन्दा अग्लो हिमाल। यसरी यहाँहरूले दे पार्टिकल्सको बारेमा सेन्टेन्सहरू बनाएर प्रयोग गर्न सक्नुहुन्छ, प्र्याक्टिस गर्न सक्नुहुन्छ। यहाँलाई मैले थोरै इक्जाम्पल्स देखाइदिएको छु। यहाँलाई यो भिडियो कस्तो लाग्यो यहाँलाई अवश्य कमेन्ट गरेर बताइदिनु होला र यो भिडियोलाई लाइक गरिदिनु होला र आफ्नो साथीहरू समक्ष पनि सेयर गरेर पुर्याइदिनु होला भन्न चाहन्छु। हस्त धन्यवाद, नमस्ते।